सो हेलो गाइज, आज चाहिँ वैशाख 11 गते म चाहिँ 11 भएर नयाँ मिनी ब्लग स्टार्ट गरिदिएको र छिटो गरेर कता हिँड्न लाग्यो भन्नु होला। हामी चाहिँ उता बर्दोबन्दतिर जानलाई आँटेको अनि यता चाहिँ हाम्रो सितालतिर आएर बसेको चाहिँ अनि हामी गाडी कुद्दै थियौँ कि अनि ट्याक्कै एकछिन कुद्दा पनि ठ्याक्क गाडी आउँछ कि भाइ चाहिँ गाडी आयो भन्दै रमाउँदै थियो कि अनि हामी ठ्याक्क गाडी चढेर बर्दोबन्द भएको त्यो घरतिर पनि आइन्छ र फलफुल सलफुल दिन्छ ल्याएको अनि ट्याक्क टिका हाल्न जाने बेला भयो भन्दै हुनुहुन्थ्यो अनि हामी चाहिँ भिक्सिका हालेर टक्कै यता आएर बसिन्छ होइन। यहाँ चाहिँ उतापट्टि खाना पाक्दो रहेछ अनि हामी एकछिन झ्याउ लाएर यता आएर म र एउटा दाइ चाहिँ सुतेर बसिदिन्छौँ कि एकछिन झ्याउ लाएर हामी ट्याक्क उठ्दाखेरि चाहिँ उताबाट एउटा भाइ र बाबा आउँदै हुँदो रहेछ। भाइलाई चाहिँ आइसक्रिम हाल्नु लगाएर चाहिँ अनि त्यहाँ चाहिँ आइसक्रिम नपाइने के अनि भाइलाई नाम के सोधेको मलाई त थाहा छैन भनिदिन्छ कि आफ्नै नामै थाहा छैन भनिदिन्छ कि भाइले। अनि हामी चाहिँ ट्याक्क एकछिन देउसी हेऱ्यौँ हामी बर्दोबन्द भएको चाहिँ ट्याक्क उतापट्टि देखेको अनि आएर खानसाना खाएर त्यहाँ पकेको खानसाना खाएर अनि भाइलाई टिका सिका लगाएर भाइहरूलाई अनि हामी चाहिँ घरतर्फतिर चल्दिन्छौँ होइन। अनि ट्याक्क घर आएर एकछिन बसेर कपडा सपडा फेरेर फ्रेस भएर चाहिँ हामतर्फ लाग्छु म चाहिँ। र आजलाई मिनी ब्लग यति नै हुन्छ। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला गाइस।